चाहिँ मेरो भ्यू पर सहित फिर त अझै हल्का कस्तो कस्तो देख्यो ठिकै छ ओए आँडेले यस्तो राम्रो ठाउँ ल्याऊ अहिले आँडे भन्दाखेरि त मच्छर आउनु अब यहाँ तिमीहरू नुहाउँदै नुहाउनुहोस् नि कसले हाम्रो सायदले ए किरालाई सम्झाउने अब मैले सम्झाउने ल हस् भइहाल्छ नि ए मलाई जनावर रे अनि तिमी नि अनि त्यही त हो नि त्यही प्राणीमा पर्छौ त ए ए बाघ जस्तो सनुहार नि कसम भनेको अलि देखाउँछु उतातिर चाहिँ पानी परेको रहेछ त्यो देख्न सक्नुभएको चाहिँ इन्टरनेसनल एयरपोर्ट हो अनि यता चाहिँ हाम्रो लेक साइड फेवा लेक अनि यतातिरको चाहिँ खपौती भन्छ अनि त्यो चाहिँ स्तूपा व्हाइट कलरको देख्नुभएको चाहिँ अनि त्यो माथि चाहिँ शिवजीको मन्दिर पुम्डीकोट भन्छ त्यसलाई चाहिँ बिन्द ठुलो पानी परेछ नि त अहिले त उतातिर त बादलहरू आउँदैछ सर यतातिर हल्का हल्का थोपो थोपो पानी पर्दैछ नेपाली चाहिँ नेपाली सुन्दैन नि गोपी लगाइदिने हो कि हप्ता महिना कति कति महिनामा हो मुड अनुसार हुन्छ प्लेलिस्ट नयाँ बनाउँछु सुन्छु अनि ए यहाँबाट लेजिबी देख्नेछ देखेनौ ऊ त्यहाँ देखेँ भने नदेखे त नदेखे होइन भन्नुपर्छ नि है ढाँटिहाल्नु पर्छ कि खानु होइन थाहा भन्ने मच्छर आउने चाहिँ ठाउँमा है अलि उतातिर चाहिँ ढिल्लो ठुलो पानी पर्दैछ अब यता आउँदैछ बिस्तारै के हो के हो भन्तिर आएको उसु लगाइसक्यो पानी नि परिसक्यो झमझम चिलाउँछ फेरि के हो त्यो केरा केरा भन्न खाता लुइस दाइ फर्स्ट टाइम मेरो ब्लगमा डिस्कस्टिङ गाय यार पसिनै पसिना निकालेर ह्यान्डसेक कसले गर्छ अलि मोटा अलि मोटम भएछ तिमीले यो भ्यू त देखिरहेको तर आज म भएर अझै रौनक देखिरहेको छ रौनक अनि अलिक उस अँध्यारो देखिरहेछ त यताबाट तिमीहरू सबै भ्लगर हुनु लाग्यो कि सबैले आफ्नो आफ्नो खिचेको होइन दाइ तर यहाँ दामी आउँछ नि है यो भ्यूमा राम्रो तर यताबाट हल्का लाइटिङ चाहिँ राम्रो नहुने रहेछ यताबाट चाहिँ एउटा दुईजनाले एउटा एउटा आइडेन्टिटी कार्ड लिएर हिँड्यो भने त प्रेस आयो भने डराउँछ अब त्यस्तो भ्लग त होइन सर्ट क्लिप भन्छ एङ्गल मिलेछ नि यता चाहिँ टिकटक हुँदैछ है
युज दाइ चाहिँ यहाँको मेन हिरो ठिक छ है मोडल हो आफू ठिक छ ठिक छ है ल ल्याइहाल्छु अहिले चाहिँ त्यस्तै 7:30 बजे क्या सायद एकदमै छ त टेस्टी खाइदियो ल त्यसलाई बिहाइन्ड द सिन भयो नि त यहाँ त अनि ट्याक्कै त्यही हाल्नु पऱ्यो त है दामी आएको तर है सुरेशले त बाइक बनाएको हो मैले अस्ति बिग्रिएलाई मागेको थिएँ कि नै अस्ति सर्भिसिङ बिचराको लाइफ कस्तो हाम्रो आयो कि बोल न अनि अहिले चाहिँ 8 बज्नु लागेको छ बिहे चाहिँ हेर्नु सक्नुहुन्छ उतापट्टि हाम्रो साथीहरू छ अहिले चाहिँ यो ठाउँको नाम चाहिँ कस्तो खपौदीमा राते इट्स वान अफ द गुड रेस्टुरेन्ट टु सी भ्यू अफ आवर लेक साइड अनि एन्ड द ड्रिङ्क अफ दिस रेस्टुरेन्ट इज फ्याबुलस 8 घन्टा एक्सपोज होला है यहाँ भिडियो गर्दै हो ओइ चस्मा लगाएर यस्तो सोझो भयो त्यही पखायो त बिग्रेको यस्तो के उस बिग्रेको झन् सोझो देखेको झन् बिग्रेको रहेछ हुन्छ नि त्यस्तो फेरि हेर्दै बिग्रेको मान्छे सोझो रहेछ हिजोदाइ त हेर्दा नि सोझो मान्छे नि होइन क्लिन हो नि सबैको मन त फेरि क्लिनै छ अनि यत्तिको हिरो भएपछि चोखो आजकल एकदम ओल्ड होइन आएर घरियर त अब एकदम के अब अर्गनाइज के अर्गनाइज भन्दा गुच्चा खेल्ने अर्गनाइज होइन प्राइज पनि टेन्सन धेरै कि प्राइज फर्स्ट प्राइज सेकेन्ड प्राइज बुझ्छ खेल्न लगाइदिनु लड्डु तर बगालै हुन्छ नि दाइ अनि यत्रो पहिला अहिलेको भाइलाई त कहाँ खाएर नि रेस्टुरेन्ट तिनीहरूलाई झन् सही मजा आउँछ रेस्लिङ गरेर कस्तो मजा आउँथ्यो गोटा दाइ गोटा क्या त्यो छ्याक कसो झ्याक कसरी हिँड्न हात त खतरा हात झ्याक कोइन स्त्री आज स्कुलमा त अझै त्यो दुईटा रबर पुरा ट्याङ हाम्रो एकदम त्यही भनेर यो प्रोग्राम के त्यो एकदम उसले फिजिकल्ली एकदम भाइरल नभए पनि डिजिटल्ली भाइरल गरेर होइन बिस्तारै त्यसरी गर्नेहरू पनि हुन्थ्यो त्यही हेर न यो सानो कुरा पटाउँदाखेरि त्यो यङ एनर्जी आउने कि होइन मलाई नि हिजो त्यही याज भइरहेको केटाहरू फोटो लिएर लुकुटुम खेल्थ्यो सबैले रुखमाथि चढ्दैलाई फेरि पहिला पो सानो थियो त होइन नि दाइ पोखराको विशाल गौतम दाई बारुकी हामीले गिटार बजाउँदै this is the ending of the video. All of you guys, peace.